यो 60,000 स्क्वायर फिटको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। यो वाइड एङ्गलबाट तपाईँलाई हामी देखाइरहेका छौँ। यो भने 23,000 स्क्वायर फिटमा दमादम काम भइरहेको छ। तपाईँ दृश्यमा देखिराख्नु भएको छ। यहाँ दुईटै भागमा, दुईटै ब्लकमा अहिले भने तपाईँको फर्मा राख्ने, टेका दिने कामहरू लगभग अन्तिम भइसकेको छ। यो बाँकी थियो, एउटा ब्लकको काम निकै नै बाँकी थियो। अहिलेलाई भने एकदम द्रुत गतिमा यसलाई पनि सकिएको छ र तपाईँले देख्न सक्नुहुन्छ। फर्माहरू लगाइएको छ, तलपट्टिको भागमा ढलान गरिएको छ, त्यहाँ बिम राखिएको छ र निकै सुन्दर देखिन्छ र काम दमादम भइरहेको दृश्य तपाईँ देखिराख्नु भएको छ। तपाईँ यहाँ हेर्नुभयो भने कामदारहरू दमादम काम गर्दै हुनुहुन्छ। दुईटै ब्लकमा निकै अगाडि काम पुगिसकेको छ। फर्माहरू, टेकाहरू लाने ल्याउने सेट गर्ने कामहरू भइरहेको छ। यो 23,000 स्क्वायर फिटमा अथवा भनौँ सानो भागमा भिभिआइपी बिल्डिङ भनिन्छ यसलाई। भिभिआइपी 11 फिटमा यो तपाईँको 23,000 स्क्वायर फिटको दुईवटा ब्लकमा, एउटा ब्लकमा निकै काम भएको थियो भने अहिले अर्को ब्लकमा पनि निरन्तर काम भइरहेछ र काम निकै अगाडि बढिसकेको छ। बिमहरू राखेर तलपट्टि बेसमा ढलान भइसकेको छ र अगाडि राइजिङ देख्नुभयो र कामदारहरू द्रुत गतिमा काम गर्दै हुनुहुन्छ। फर्माहरू लैजाने, टेकाहरू लैजाने, त्यसलाई सेट गर्ने, टाइट गर्ने र कङ्क्रिटिङको लागि रेडी गर्दै हुनुहुन्छ। थोरै भाग भने एउटा पिलरको भाग भने बाँकी छ। होइन भने काम यो तपाईँ कङ्क्रिटिङको लागि रेडी अवस्थामा पुर्याइएको छ र यहाँ कामदार पनि धेरै राखेर काम गरिरहेछ र त्यहाँ लाइट पनि देख्नुभयो तपाईँले रात्रिकालीन कामको लागि। यो दिनमा यति चाँडै चाहिँ हिजोको आज सकिने काम चाहिँ थिएन, तर रातिमा पनि बेजोड काम भएकोले तपाईँको यो काम सकिएको हामी मान्न सक्छौँ। र माथिपट्टि तपाईँले देख्नुभयो भने बिम राखिएको छ र त्यसलाई चाहिँ तपाईँको बिम राखेर टाइट गर्ने काम भइरहेको छ र जाली बुनेर त्यहाँ तपाईँको राखिएको छ र तपाईँको काम निकै अगाडि बढेको देखिन्छ र यही गतिमा काम हुँदाखेरि अवश्य नै काम तपाईँको चाँडै नै सकिनेछ, सबैमै सकिनेछ भन्ने हामीलाई विश्वास छ र त्यसो होस् भने र काम समयमा सकियोस् भन्ने हाम्रो पनि चाहना छ। तपाईँले दृश्यमा देखिराख्नु भएको छ। कामदारहरू नियमित काममा हुनुहुन्छ, लगातार काम गरिराख्नु भएको छ। र यहाँ तपाईँको सुन्दर दृश्य देख्न सकिन्छ मैदानमा कामको र यो अलिकति जोखिमपूर्ण जस्तो पनि लाग्छ। यसरी चढ्दाखेरि सेफ्टीहरू प्रयोग नहुँदाखेरि त्यहाँ बेल्टहरू अनि डोरी बाँध्ने काम, यहाँ तलमाथि गर्ने कामहरू अलिकति सेफ तरिकाले चाहिँ गर्नुपर्छ भन्ने लाग्छ। र यहाँ सेफ्टी बिमहरूलाई सेट गर्नको लागि सेफ्टी टुलहरू पनि यहाँ अप्नाएको छ र यसलाई चाहिँ राखेपछि तपाईँको अनि कङ्क्रिटिङ गर्दाखेरि यसलाई राखिने छ र यो तपाईँको 14-15 दिन राखेपछि अनि कङ्क्रिटिङ ढलानको काम सेट भइसकेपछि बल्ल निकालिन्छ र अहिले भने ठ्याक्कै यसरी हेर्दाखेरि यहाँ बसेर हेर्नु जस्तो दृश्य अनि ढलान पूर्व त्यो देखिन्छ। यो ढलानको तयारी हो। तपाईँले देख्नुभयो यो 23,000 स्क्वायर फिटमा यो चाहिँ राइजिङ गरेको 11 फिट र अर्को 60,000मा भने बेसबाटै बस्नेछ भने यसमा चाहिँ राइजिङ राखेर स्लोप बनाएर यसरी चाहिँ तपाईँको ढलान गरिनेछ र यो भिभिआइपी र 60,000 स्क्वायर फिटलाई भिआइपी 11 फिट भनेर भनिनेछ र हुनसक्छ यो 23,000 स्क्वायर फिटको टिकट दर 1,500 र 60,000 स्क्वायर फिटको 1,000 रुपियाँ पनि हुनसक्छ। 1,000 त तपाईँको 11 फिट बनिसकेपछि अब एनपिआरमा निश्चित छ टिकट रेट। यो चाहिँ न्यूनतम टिकट रेट नै 1,000 रहनेछ, त्यस कुरामा कुनै शङ्कै रहेन। यस बिचमा कुरा पनि भइसकेको छ र क्यानले त्यो कुरा पनि भनिसकेको छ।
र तपाईँ दृश्यमा कामदारहरूको निरन्तर काम देखिराख्नु भएको छ। यहाँ तपाईँको फर्माहरू राख्नको लागि तल तपाईँको काठहरू राखिएको छ र तयारी गरिएको छ। काम तीव्रताका साथ अगाडि बढिरहेको छ, निरन्तर भइरहेको छ। यहाँ तपाईँ दृश्यमा यो तपाईँको फर्माहरूको काम भइरहेको देख्न सक्नुहुन्छ। फर्माहरूको तयारी गरिएको छ। प्लाइवुडहरू काटेर काठहरू ल्याएर यसलाई चाहिँ तपाईँको फर्मा लगाउने कामको लागि, बिममा फर्मा हाल्ने कामको लागि निकै तयारी भएको देख्न सक्नुहुन्छ। अब उहाँहरू ढलानको लागि पूर्ववत तयारी गर्दै हुनुहुन्छ र यो ढलान छिटै नै होस् भन्ने हामी चाहन्छौँ। तपाईँ पनि त्यही चाहनुहुन्छ र ट्यु क्रिकेट मैदान तयार भएको दृश्य तपाईँ हेर्न चाहनुहुन्छ। असार 24सम्मको म्यान्डेट छ। हामी आशा गरौँ त्यही समयमा या त 2-4 दिन अगावै यो प्याराफिट निर्माणको काम सम्पन्न होस्। यहाँबाट हेर्दा मैदान पनि निकै सुन्दर देखिएको छ, क्रिकेट मैदान र प्याराफिटको भाग पनि तपाईँले यो वाइड रेन्जमा हेर्नुभयो भने एकदम सुन्दर देखिन्छ। यो अन्तिम तयारीमा देखिन्छ र पछाडिपट्टि निकै ठुला पिल्लर र इँटाको गारो तपाईँ देख्न सक्नुहुन्छ। र प्याराफिटलाई कङ्क्रिटिङको लागि तयारी गरिँदैछ। दुवैतिर यो चाहिँ 60,000 स्क्वायर फिटमा तपाईँले देख्नुभयो। प्रोटेक्सन पाइलिङभन्दा पछाडिको माटो काटेर त्यहाँ कोलममा हालिएको छ र त्यसलाई प्रेसराइज गरेर सेट पनि गरिएको छ। कोलमहरूमा माटो हालेर तपाईँको प्रेसराइज गरिसकेपछि बेस बलियो हुन्छ। त्यसैको तयारीको कामहरू यहाँ दमादम भइरहेको छ। तपाईँ दृश्यमा देखिराख्नु भएको छ र डोजरले पछाडिपट्टि खन्ने काम पनि गरिरहेको छ भने कामदारहरू अघिल्लो भागमा दमादम काम गरिराख्नु भएको छ। र यो प्रोटेक्सन पाइलिङको पछाडिपट्टिको दृश्य हो जहाँ माथिसम्म भएको ढलानलाई अलिकति काट्ने काम भयो पिल्लरको। र यो फ्लड लाइटको दृश्य, यसलाई पानी राखेर सेट गराइएको छ। यो दोस्रो स्टेपको ढलान हो यो बेसको र त्यहाँ चाहिँ नट एङ्कर प्लेटमाथि नट टाइट गरिएको छ 36वटा नट बोल्टहरू र त्यहाँ चाहिँ तपाईँको हाइमास पोल आएपछि त्यहाँ जडान हुनेछ र लाइट राखिनेछ र हामी आशा गरौँ चाँडै पनि फ्लड लाइटको काम सकिनेछ। र यो 60,000 स्क्वायर फिटमा पनि 2 खण्डमा काम भएको छ, अगाडि र पछाडि गरेर 2टा स्टेपमा काम भएको छ र काम निरन्तर चलिरहेछ। प्रत्येक दिन हामी केही न केही फरक चाहिँ देखिरहेका छौँ, किन भन्दाखेरि काम निरन्तर भइरहेको छ, स्पिड गतिमै भएको छ। हामीले देख्दाखेरि अब कामदार सङ्ख्या बढाउनु पर्छ या पर्दैन, तपाईँलाई के लाग्छ प्रतिक्रिया दिनुहोला। र तपाईँ नमस्ते खबर युट्युब च्यानल हेरिराख्नु भएको छ, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनु होला, हामीसँगै जोडिनु होला। हामी प्रत्येक दिन ट्यु क्रिकेट मैदानबाट ताजा दृश्य तपाईँहरूलाई लिएर आउनेछौँ, नयाँ अपडेट दिने राख्नेछौँ र हामी सम्भवतः चाँडै नै गौतम बुद्ध क्रिकेट स्टेडियम चितवन भरतपुरको पनि भिडियो लिएर आउनेछौँ। यसअघि पनि तपाईँलाई हामीले देखायौँ र फेरि पुनः त्यहाँको प्रगतिहरू, त्यहाँ ढलान पनि भइसकेको छ धेरै हदसम्म र त्यो दृश्य हामी लिएर आउनेछौँ। र यो प्रोटेक्सन पाइलिङ पछाडिको काम जुन निरन्तर चलिरहेछ त्यहाँ भइरहेको छ, डोजरले खन्ने काम, जेसिबीले गर्ने काम भइरहेको छ र त्यो आवश्यक माटोहरू त्यही नै प्रयोग हुन्छ र बढी भएका त्यहाँबाट लिएर बाहिर लगिन्छ। र प्रोटेक्सन पाइलिङमा तपाईँको हेर्ने हो भने ढलान रडहरू देख्न सकिन्छ, त्यो निकै मजबुत छ र त्यही नै ल्याएर तपाईँको बिमलाई कस्ने र प्याराफिटलाई बलियो बनाउने काम हुन्छ। र यहाँ कामदारहरूले निरन्तर
कामको गति बढाइराख्नु भएको छ। यो ट्युब मैदानको बिहानको दृश्य र बिहान घमाइलो देखिन्छ र पछाडिपट्टि बाहिरको भागमा हरियाली देखिन्छ र बैजनी रङको फुल पनि तपाईँ देख्न सक्नुहुन्छ र त्यसले त्यो क्रिकेट मैदानलाई अत्यन्तै सुन्दर बनाएको छ। प्राकृतिक रूपमा त्यो क्रिकेट मैदान संसारकै सुन्दर स्टेडियमहरूमध्ये एकमा पर्छ। यो तयार भइसकेपछि निकै शोभनीय देखिनेछ। यसो त यो प्राकृतिक रूपमा पनि अत्यन्त धनी स्टेडियम हो। अब भने हामीले स्टेडियम भन्न पाउनेछौँ, किन भन्दाखेरि यसभन्दा अगाडि चाहिँ घाँसे मैदानमा बसेर हेर्नु पर्थ्यो। त्यो पनि उचनिच भएको मैदानमा निकै अप्ठ्यारो हुने र यो अर्को फ्रन्ट लाइनमा पनि हामीले देख्यौँ निरन्तर काम भइरहेको बेसको काम। अब यो ढलान गरेर केही दिन राख्नुपर्ने हुन्छ, लगभग 2 हप्ता राख्नुपर्ने हुन्छ र त्यो बिचमा तपाईँको हाइमास पोल आएपछि त्यहाँ जोड्ने काम हुन्छ र यहाँ एङ्कर प्लेट माथिको नट पनि तपाईँले देख्नुभयो। यो बेसको काम चाहिँ सकिएको छ। यो तुलनात्मक रूपमा फ्लडलाइट ठुलो छ र यसको उचाइ पनि निकै हुने गर्छ, 50 मिटरभन्दा माथि र तपाईँको यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै हुन्छ। यहाँ चाहिँ तपाईँको प्रोटेक्सन पाइलिङमा जुन यो सेट गरिएको छ यो पिलरहरू, यहाँबाट चाहिँ यसलाई खन्ने, माथिल्लो भागलाई खन्ने र त्यहाँ बुन्नको लागि कस्नको लागि तपाईँको ठाउँ निकालिएको छ र त्यहाँ बिम ल्याएपछि त्यहाँ रडले चाहिँ मजाले बुनिनेछ र त्यसो गर्दाखेरि हलचल नहुने र प्यारापिट बलियोसँग बस्नेछ, त्यही आशा गरौँ। र रुख काटिएको भागमा फेरि पनि तपाईँले देख्न सक्नुभयो कामदारहरूले गाह्रो लगाउनु भएको छ, त्यहाँ गाह्रो लगाउनु भएको छ र यहाँ रुख हटाएपछि निकै सजिलो भएको छ र काम गर्नलाई पनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ दृश्यमा। कामदारहरू आरामले काम गरिराख्नु भएको छ र सबैलाई हतारो छ, निर्माण कम्पनीलाई, शहरी विकास मन्त्रालयलाई, कामदारलाई र तपाईँ हामीलाई पनि निकै हतार छ। समयमै बनोस्, चाँडै बनोस्, बलियो बनोस् भन्ने छ र सेट हुने कामहरू, ती कामहरूलाई पनि समय लाग्ने छ। यो पानीको ट्याङ्कर तपाईँ देख्न सक्नुहुन्छ, पानीको आपूर्ति गरिएको छ। यो 60,000 स्क्वायर फिट वाइड एङ्गलबाट हेर्नुभयो भने कसरी बस्ला त सिट भन्ने कुरा यहाँ तपाईँको कौतूहल त मेटिन सक्छ। र यो बनिसक्दाखेरि प्राकृतिक रूपमा पनि निकै सुन्दर देखिन्छ। पछाडिपट्टि रुखहरू हुनेछन् र अहिले भने तपाईँको गेटहरूको र प्यारापिटलाई सानो हाल्ने काम भने हुने छैन, त्यो चाहिँ दोस्रो चरणलाई हुनेछ र यसपालिको एनपिएल भने 10,000 सिट क्षमतामा नै हुनेछ र टिकट मूल्य भने कम्तीमा 1000 रुपियाँ रहनेछ। तपाईँ नमस्ते खबर युट्युब च्यानल हेरिराख्नु भएको छ। यो युट्युब च्यानल तपाईँ पहिलोपटक हेर्दै हुनुहुन्छ भने, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी नियमित रूपमा खबर ल्याउनेछौँ, तपाईँहरूको कमेन्टले थप ऊर्जा मिल्नेछ र यस भिडियोलाई लाइक पनि गर्दै जानु होला, कमेन्ट गर्नु होला कस्तो लाग्छ यो तपाईँलाई हाम्रो कन्टेन्टहरू र च्यानललाई सब्सक्राइब गरेर साथ दिन पनि नबिर्सिनु होला। हामी सँगै रहनु होला, हामी सँगै जोडिनु होला। तपाईँलाई हामी ताजा क्रिकेटका अपडेटहरू दिनेछौँ, अन्य रङ्गशालामा पनि पुग्नेछौँ र खेलकुद गतिविधि विशेष त क्रिकेटलाई जोड दिएर तपाईँलाई अपडेटहरू ल्याउने नै छौँ। अहिलेलाई भने नमस्कार, धन्यवाद। नमस्ते खबर युट्युब च्यानल हेर्दै गर्नुहोला।